ओ माई गड, भिडियो भाइरल त यसरी पो हुँदो रहेछ। बल्ल आज थाहा पाएँ। तपाईँले के आफ्नो भिडियो भाइरल बनाउन चाहनुहुन्छ? यदि तपाईँले चाहनुहुन्छ भनेदेखि तपाईँले मैले यहाँ सिकाउँदैछु। यसलाई ध्यानसँग हेर्नुहोस्। यसरी एकपल्ट तपाईँले ट्राई गर्नुहोस्। तपाईँको भिडियो रातोरात यति भाइरल हुन्छ, तपाईँ आफै छक्क र दङ्ग पर्नुहुन्छ साथीहरू। थाहा छ कसरी भन्ने? यहाँ हेर्नुहोस्। यहाँ यो टिकटकलाई तपाईँले यसरी खोल्नुहोस् है। आफ्नो टिकटकलाई खोलिसकेपछि यहाँ प्लस आइकनमा तपाईँ जानुहोस् है। प्लस आइकनमा जानुभयो। अब तपाईँलाई मनपर्ने एउटा फोटो यहाँबाट क्लिक गर्नुहोस् है। फोटो लिनुहोस् ल। फोटो अब मलाई मनपर्ने यहाँ खोजिरहेको छु, कता मनपर्छ कुन फोटो मलाई भनेर है। अब मलाई यो फोटो मन पर्यो, एकदमै मलाई मन परेको यो मेरो फोटो हो। यसले अब मैले नेक्स्ट गरेँ। नेक्स्ट गरिसकेँ। अब यहाँ हेर्नुहोस् त, यो फोटोलाई सुहाउँदो टिकटकले यहाँ गीत आफै पठाइदिएको छ। यसलाई कहिले पनि चेन्ज गरेर गल्ती नगर्नु होला नि। यसलाई चेन्ज गर्नुभयो भनेदेखि भिडियोमा भ्युज आउँदैन नि। अनि यसमाथिबाट तपाईँले के लेख्ने भन्दाखेरि भिडियो पोस्ट गर्न लागेको टिकटकले आफै पठाइदिएको गीत हो भनेर यहाँ लेख्नु होला है। तपाईँको भिडियो हेर्दै जानुहोस् त यति छिटो भाइरल हुन्छ। नभए बल्ल मलाई भन्नु होला है साथीहरू। ल।